If a plus b plus c equals to pi radian, prove that cos a plus cos b plus cos c equals 1 plus 4 cos pi radian minus a by 2 into cos pi radian minus b by 2 into cos pi radian minus c divided by 2. Solution. Given, case of given bhandakari, the given is a plus b plus c equals to pi radian. That implies a plus b equals to pi radian minus c. That also implies that b plus c equals to pi radian minus a and a plus c equals to pi radian minus b. Starting with LHS, we have LHS equals to cos a plus cos b plus cos c. Here cos a plus cos b is in the form of cos c plus cos d, which is equal to 2 cos c plus d by 2 into cos c minus d by 2. c को ठाउँमा a छ हैन, d को ठाउँमा b छ, त्यति मात्रै फरक छ, बाँकी फर्मेट सेम. सो फर्मुला एप्लाई गर्दा के हुन्छ त भन्दाखेरि 2 cos a plus b by 2 into cos a minus b by 2. यहाँ प्लस हुँदैछ. अब cos c छ. अब यसलाई पनि कुनै न कुनै फर्ममा लानको लागि के गर्ने हो त भन्दाखेरि cos c plus cos t के फर्ममा लानको लागि मैले यसलाई cos पाई जोड्दिए. हो यो cos पाई त मैले आफ्नो मर्जीले फर्मुलामा लानको लागि जोडेको हैन, इक्वेसनमा त छैन. सो यसलाई ब्यालेन्स गर्नको लागि मैले माइनस cos पाई पनि गर्दै, ताकि प्लस cos पाई र माइनस cos पाई क्यान्सल भएर हाम्रो इक्वेशन्स एज इट इज रह्स. ओके, सो अब यो cos c plus cos पाई पनि ठ्याक्कै cos c plus cos t के फर्ममा छ. फरक के छ भन्दाखेरि c को ठाउँमा c नै छ, d को ठाउँमा पाई छ, त्यति मात्र डिफरेन्स छ. सो अब के हुने भयो त भन्दाखेरि यो हुने भयो 2 cos c plus pi divided by 2 into cos c minus pi divided by 2. माइनस cos पाई छँदैछ, यानी कि माइनस cos पाई, पाई भनेको 180 डिग्री हो, cos पाई को भ्यालु भनेको -1 हुन्छ है. ओके, सो -1. फर्दर के छ यहाँ 2 cos a plus b. a plus b भनेको के हो? a plus b भनेको pi minus c. सो a plus b मा लेखिदिउँ pi minus c divided by 2 into cos a minus b by 2 छँदैछ. यहाँ 2 cos एरेन्ज गरौँ pi plus c divided by 2. अब यहाँ के हुन्छ त भन्दाखेरि cos को केसमा के गर्न पाइन्छ भन्दाखेरि यहाँ नेगेटिभ साइन दिउँ. जस्तै साइडमा गर्दिउँ, कहाँ गर्दै यहाँ गरिदिन्छु ल. जस्तै cos को नेगेटिभ थीटा बराबर चाहिँ cos थीटा हुन्छ. किन भन्दाखेरि किनकि cos भनेको पोजिटिभ इभन फंक्सन हो क्या, तर अरु केसमा त्यसो हुँदैन नि. cos र sec को केसमा चाहिँ cos अफ नेगेटिभ थीटा बराबर cos थीटा हुन्छ, किनकि cos एउटा इभन फंक्सन हो. यसलाई म्याथमेटिकली प्रुभ गर्न सकिन्छ. हो त्यसै गरेर अब यसलाई यो टर्म्सलाई जस्तै cos c minus पाई छ नि त हैन, यदि मैले माइनस कमन लिएर पाई माइनस c बनाइदिए भने यस्तो हुन्छ. यो ठ्याक्कै यस्तै छ गाइ, माइनस थीटा को ठाउँमा छ पाई माइनस c by 2. अब यो माइनस हटाउँदा के हुन्छ cos पाई माइनस c by 2. सो म यसको ठाउँमा के लेखिदिन्छु cos पाई माइनस c by 2. किनकि cos इभन फंक्सन हो. अब माइनस इन्टु माइनस के भयो प्लस, अनि यहाँ छ 1. फर्दर के कमन छ 2 cos पाई रेडियन माइनस c by 2 हैन, अनि यहाँ बिचमा प्लस छ, सरी यहाँ पनि 2 अनि cos पाई रेडियन माइनस c by 2 कमन छ. यो प्लस 1 लाई अगाडि लेखिदिउँ, यहाँ कमन लिउँ 2 cos पाई रेडियन माइनस c by 2. यहाँ के रह्यो cos a minus b by 2 रह्यो, बिचमा प्लस छ, यहाँ रह्यो cos पाई plus c divided by 2 रह्यो. ओके, इक्वल्स टु 1 plus 2 cos पाई रेडियन माइनस c by 2 जस्ताको जस्तै हैन. अब फेरि पनि यो जुन
ब्राकेटमा भएको टर्म्स छ यो cos c प्लस cos d कै फर्ममा छ c को ठाउँमा छ a minus b by 2 d को ठाउँमा छ pi plus c by 2 सो अगाडि जस्तो फर्मुला फेरि यहाँ सेम फर्मुलामा एप्लाई गर्दाखेरि के हुने भयो भन्दाखेरि अब हुन्छ 2 cos a minus b by 2 divided by 2 plus pi plus c divided by 2 whole divided by 2 into cos a minus b divided by 2 minus pi plus c divided by 2 whole divided by 2 यो हुने भयो सबै प्रोडक्ट फर्ममा छ त्यही भएर मैले ब्र्याकेट रिमुभ गरिदिएँ ओके फर्दर के छ यहाँ 1 plus 2 सबै प्रोडक्ट फर्ममा गयो 2 times 2 कति भयो 4 सो यहाँ 4 लेख्न पाइयो 1 plus 4 cos pi rated minus c divided by 2 छँदैछ यो cos यहाँ आयो अब एलसीएम लिउँ यो दुईटा फ्र्याक्सन को एलसीएम हुन्छ 2 अनि यो 2 र 2 मल्टिप्लाई गरेर हुन्छ 4 यसको माथि छ a minus b यहाँ छ प्लस यहाँ छ पाई पाई को मतलब के हो पाई को मतलब त a plus b plus c हो अनि प्लस c छँदैछ है ओके सो यति आयो ब्र्याकेटमा त्यसै गरी इन्टु cos यो माथि दुईटा फ्र्याक्सन को भएको डिनोमिनेटर 2 2 को एलसीएम 2 हुन्छ अनि 2 times 2 कति हुन्छ 4 अब यो 2 को माथि कति छ a minus b यहाँ छ माइनस अब पाई को भ्यालु कति हो a plus b plus c तर अगाडिको माइनस के बनाइन्छ a minus b minus c बनाइदिन्छ यो प्लस र माइनस फेरि माइनस हुन्छ अनि यहाँ छ c ओके फेरि अब यहाँ माइनस b र प्लस b क्यान्सल भयो यहाँनेरि चाहिँ a र माइनस a क्यान्सल भयो ओके सो व्हाट इज द रिमेनिङ सो बाँकी रह्यो 1 plus 4 cos pi radian minus c by 2 into cos 2a plus 2c divided by 4 into cos minus 2b minus 2c divided by 4 equals to 1 plus 4 cos pi radian minus c by 2 into अब यो 2 र 2 कमन लिएर लिँदाखेरि यो 2 times 2 4 क्यान्सल हुन्छ माथि रहन्छ cos को a plus c divided by 2 सिमिलरली यहाँ minus 2 कमन लियो भने b plus c रहन्छ हैन भित्र b plus c अनि minus 2 मध्ये 2 times 2 4 काटिँदाखेरि यहाँ 2 रह्यो अब अगाडिको माइनस अहिलेको जस्तै नेगेटिभ अफ cos थीटा हुन्छ नि त यसरी माइनस हट्छ सो रहन्छ cos b plus c divided by 2 ओके अब फाइनली 1 plus 4 cos pi radian by c divided by 2 cos अब a plus c भने के हो अगाडिको टर्म्समा हेरौँ a plus c भने त pi minus b अनि b plus c भने त pi minus a हो सो के हुने भयो त अब भन्दाखेरि a plus c को ठाउँमा के लेख्न पायो pi radian minus b divided by 2 छँदैछ अनि b plus c को ठाउँमा pi radian minus a divided by 2 फाइनली अरेन्ज गरौँ 1 plus 4 a वाला टर्म सुरुमा cos pi radian minus a divided by 2 हैन अनि cos pi radian minus b divided by 2 into cos pi radian minus c divided by 2 that is what we need to prove that is equal to RHS hence proved यो ब्र्याकेट यहाँ लगाएँ भयो यो ब्र्याकेट यहाँ नलगाएँ भयो डिभाइड बाइ साइन चाहिँ मजाले लेख्नु पर्यो ओके सो यो भिडियोको लागि यति नै के कन्फ्युजन छ या त के सजेसन छ भने प्लिज डु कमेन्ट एन्ड हेल्पफुल युजफुल भए लाइक शेयर सब्स्क्राइब